सबैलाई नमस्ते 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 एकदम धेरै इम्पोर्टेन्ट कुरा छ है। यो चाहिँ बुल्गेरिया स्पेशल बुल्गेरिया आउनका लागि एकदम धेरै सोच्नुपर्ने भएको छ है। एकदम बुल्गेरियाको हालत एकदम खतम हुँदै गएको छ हैन। हालत भन्दा पनि बुल्गेरियाको चाहिँ नेपालबाट आउने भिजाहरू एकदम खतम भएको छ। सो त्यही भएर यो नेपाल दुबई कतार जहाँबाट पनि आउँदै हुनुहुन्छ। सो त्यो मान्छेले चाहिँ यो भिडियो हेर्नै पर्छ है। यो कुरा जानकारी थाहा पाउनै पर्छ है। के छ भन्दाखेरि तपाईँहरूको स्पेसली होटेल लाइनमा आउनेहरूको लागि है, होटेल लाइनमा आउनेहरूको लागि चाहिँ बुल्गेरिया होटेल लाइनमा आउँदै हुनुहुन्छ भने यदि तपाईँ सेफ लाइनमा छ भने मात्रै तपाईँ एकदम ओके छ है। सेफ लाइनमा छ भने तपाईँको जब पक्का छ। तपाईँ क्लिनरमा आउँदै हुनुहुन्छ, हाउसकिपिङ, किचन हेल्पर होइन, जेनरल वर्करमा होटेल लाइनमा आउँदै हुनुहुन्छ भने तपाईँको जब धरापमा छ है। फेरि धरापमा छ किन भन्दाखेरि यहाँ आजभोलि अहिलेको सिचुएसनमा चाहिँ बुल्गेरियामा के भइरहेछ भन्दाखेरि तपाईँको नेपालबाट डी भिजा लगाएर आउने बगै त डी भिजै हुन्छ, 2 वर्ष कन्ट्र्याक्ट निस्किन्छ होइन। तर बुल्गेरियामा आएर कम्पनीले पासपोर्टमा इन्टु हानेर होइन जम्मा 1 वर्ष 6 महिनाको कार्ड निकालिदिन्छ। कुनै त अझ कम्पनीले कार्ड पनि निकालिदिने होइन, कार्ड पनि निकालिदिन, भिजा पनि कार्ड पनि जम्मा 1 वर्षको टिआरसी बनाइदिने। टिआरसीमा सिजनल लेखिदिन्छ होइन, सिजनल वर्कर भनेर लेखिदिन्छ, प्लस 6 महिनाको पनि। त्यो भएको कारणले गर्दा चाहिँ तपाईँहरूले एकदम विचार गरेर आउनुपर्ने हुन्छ, एकदम विचार गर्नुपर्ने हुन्छ है। किनभने थाहा हुन्न, हेर्नु डी भिजा भन्छ, खुसी हुन्छ, 2 वर्ष 3 वर्ष कन्ट्र्याक्ट भन्छ होइन। इभन कि मलाई लाग्छ मेन पावरलाई धरि थाहा हुन्न यो कुरा हो। अब तपाईँ आउनुभन्दा अगाडि मेन पावरसँग चाहिँ के सम्झौता गर्नु पर्यो भन्दाखेरि अहिले बुल्गेरियामा यस्तो सिचुएसन छ अरे होइन। डी भिजामा गएर पनि अगर कम्पनीले बनाइदिँदैन अरे होटेल लाइनमा सिचुएसन, टिआरसी नबनाइदिने, टिआरसी बनाइदिने, सिजनलमा बनाइदिने, 1 वर्षको 6 महिनाको बनाइदिने, त्यो भइरह अहिले होइन। सो त्यही भएर चाहिँ तपाईँहरूले चाहिँ आउनुभन्दा अगाडि चाहिँ मेन पावरसँग चाहिँ एउटा सम्झौता गर्नुहोस् होइन। सम्झौता गर्नुहोस् कि त्यहाँ गएर यस्तो भयो भने चाहिँ यसको उपाय के, तपाईँले के गरिदिने, पैसा रिफन्ड गर्ने हो कि प्लस होइन अब तपाईँले के अरू के गरिदिनु सक्नुहुन्छ कि भन्ने कुरामा चाहिँ तपाईँले त्यो पहिले उहाँ डिस्कस गरेर आउनु होला। यतिकै आउनुभयो भने यति धेरै बिजोग छ कि यहाँ पुरै नगरौँ, धेरैजना बिजोग भइसकेको छ। कार्ड बनाइदिएको छैन, फर्किनु परेछ होइन। अनि अर्को कुरा मेन कुरा तपाईँहरू अब फ्याक्ट्री लाइनतिर प्याकिङतिर आउँदै हुनुहुन्छ भने त्यो ठिक छ। इभन कि तपाईँ ड्राइभरतिर पनि यताउतिमा आउँदै हुनुहुन्छ भने त्यो एकदम आफू क्वालिफाई छ भने होइन, आफू एकदम पर्फेक्ट छ भने मात्रै आउनुहोस् न। त यत्तिकै हावादारीमा कि नआउनुहोस् है, एकदम गाह्रो भएको छ यहाँ होइन। पछि नेपाल फर्किनु बल्ल 1-2-3 वर्षमा भिजा लागेको हुन्छ, फेरि यहाँबाट फर्केर जानु पर्ने एकदम गाह्रो हुन्छ। सो त्यही भएर चाहिँ एकदम बुझ्नुहोस् पहिला है, होटेल लाइनहरूकोले एकदम बुझ्नुहोस् है। बुझेर मेन पावरसँग यो सम्झौता गरेर मात्रै आउनुहोस्। सिजनल हो भने त आउँदैन आउनुहोस्, कमाइ नै छैन है। हस् त ल।